हेलो एभ्रिवान वेलकम टु द भिडियो र यो भिडियोमा चाहिँ हामी क्लास 11 को फिजिक्सको है सर्कुलर मोसन च्याप्टरमा रहेको चाहिँ एउटा डेरिभेसन गर्न गइरहेको छौँ है। सो यो चाहिँ हामीलाई एक्जाममा कसरी सोध्छ त भन्दाखेरि डिराइभ एन्ड एक्सप्रेसन फर अ भेहिकल टेकिङ अ सर्कुलर टर्न अन अ लेभल रोड भनेर तपाईँलाई सोध्न सक्छ है त। सो अब यसको चाहिँ डेरिभेसन गरौँ है त। ओके, अब लेड अ भेहिकल अफ मास एम है त। सो यहाँनिर एउटा भेहिकल छ अरे। सो यो फिगरमा एकछिनमा तपाईँहरूलाई एक्सप्लेन गर्दै जान्छु है त। सो लेड अ भेहिकल अफ मास एम है त। एउटा कुनै भेहिकलको मास एम छ अरे अन अ लेभल ट्र्याक है त। भनेपछि यो जुन छ नि यो ट्र्याक यस्तो बाङ्गो छ है, यो सर्कुलर छ है, यस्तो सर्कुलर छ तर फ्ल्याट छ है त। सो त्यो ब्याङ्क भएको चाहिँ छैन है। सो हाम्रो ट्र्याक चाहिँ कस्तो छ त भन्दाखेरि यस्तो छ है। अनि यो भनेको हाम्रो एउटा सर्कुलर ट्र्याक हो है त। सो यो भनेको चाहिँ यसरी हाम्रो यसरी चाहिँ हाम्रो यहाँनिर भेहिकल कुद्दैछ है त सर्कुलर मोसनमा। अब यहाँनिर लेभल ट्र्याक भनेको के हो त भन्दाखेरि यो चाहिँ कम्प्लिटली फ्ल्याट विथ ग्राउन्ड छ है त। कम्प्लिटली फ्ल्याट विथ ग्राउन्ड छ। यसरी यो चाहिँ थोरै माथि उठेको छैन है त। सो यसरी उठेको छैन, यो चाहिँ कम्प्लिटली फ्ल्याट छ है त, कम्प्लिटली फ्ल्याट छ। सो यो उठेको पनि हामीले डेरिभेसन गर्नुपर्ने हुन्छ है, ब्याङ्किङ अफ रोड भन्छ। तर यहाँनिर चाहिँ लेभल रोडको कुरा गरेको है त। सो यहाँनिर चाहिँ हामी के गर्ने त भन्दाखेरि यो स्मल पोर्सनको कुरा गर्ने है त। सो यहाँबाट यो भनेको यसको सेन्टर भयो है, यो भनेको रेडियस भयो। सो यहाँनिर चक्का छ अनि यो चाहिँ यसरी कुद्दैछ है, यसरी कुद्दैछ। सो यो कुद्दै गर्दाखेरिको चाहिँ हामीले यहाँनिर यो फिगरमा डिस्कस गर्छौँ है त। सो अब यहाँनिर भेहिकल चाहिँ यस्तरी कुद्दैछ है त, यस्तरी कुद्दैछ। अनि यहाँनिर चक्का आएको बेलामा चाहिँ, यहाँनिर टायर आएको बेलामा चाहिँ के हुन्छ भनेर हामीले यहाँनिर डिस्कस गर्छौँ है त। द वेट अफ कार एमजी एक्ट्स भर्टिकल्ली डाउनवर्ड है त। अब यहाँनिर कार आएको बेलामा यसको वेट चाहिँ भर्टिकल्ली डाउनवर्ड एक्ट गर्छ भनेको यतातिर एमजी हुन्छ है। त्यस पछाडि अनि द रियाक्सन फोर्स एक्ट्स भर्टिकल्ली अपवर्ड एज R1 एन्ड R2 अफ इनर एन्ड आउटर टायर रेस्पेक्टिभली है त। त्यस पछाडि अब यसको टायरमा है, यसको दुईवटा टायरमा चाहिँ दुईवटा रियाक्सन फोर्स चाहिँ माथितिर लाग्छ अरे है त। सो यो कस्तो हुन्छ त भन्दाखेरि सो यहाँ त रियाक्सन फोर्स लाग्छ है, R1 एउटा टायरमा, R2 अर्को टायरमा है त। सो यो दुईवटा टोटल यो गाडीको टोटल रियाक्सन फोर्स चाहिँ कति हुन्छ त भन्दाखेरि R1 प्लस R2 है त। सो रियाक्सन फोर्स इज इक्वल टु R1 प्लस R2 भयो। अनि त्यस पछाडि यो त यस्तरी कुद्दैछ नि त होइन, यस्तरी कुद्दैछ नि त होइन। अनि युनिफर्म स्पिडमा यस्तरी कुद्दै गर्दाखेरि चाहिँ है यसको के हुन्छ त भन्दाखेरि यहाँनिर लाग्ने फ्रिक्सनल फोर्स चाहिँ भित्रतिर लाग्छ क्या है, भित्रतिर लाग्छ। फ्रिक्सनल फोर्स चाहिँ भित्रतिर लाग्छ। सो यो भनेको F1 भयो, त्यस पछाडि यो टायरको लाग्ने भनेको F2 भयो है त। सो यो भनेको फ्रिक्सनल फोर्स भयो है त। अनि हाम्रो यहाँनिर रेडियस कति हुन्छ त भन्दाखेरि सेन्टरदेखि यो गाडीको पनि यहाँ चक्कासम्म त होइन है, यो दुईवटा चक्काको बिचमा। सो यति भनेको चाहिँ हाम्रो यो सर्कुलर ट्र्याकको रेडियस भयो है त। आई होप फिगर बुझ्नुभयो होला है। यहाँ केही भएको छैन, एउटा गाडी कुद्दैछ सर्कुलर मोसनमा अनि हामी एउटा पोइन्टको बारेमा डिस्कस गर्दैछौँ जहाँ चाहिँ के भइरहेछ त भन्दाखेरि दुईवटा चक्कातिर है, दुईवटा चक्कामा माथि रियाक्सन फोर्स लागिरहेछ है। त्यस पछाडि अनि फ्रिक्सनल फोर्स भित्र लागिरहेछ अनि त्यसको वेट चाहिँ तल भर्टिकली डाउनवर्ड। अनि त्यही रियाक्सन फोर्सलाई चाहिँ हामीले अपवर्ड चाहिँ R1 र R2 जोडेर लेखेको मात्र है त। अब यहाँनिर हाम्रो फ्रिक्सनल फोर्सभित्र लाग्यो भने सो अब चाहिँ हामीले यही कुराहरूलाई लिएर चाहिँ हामीले यहाँनिर डिराइभ गर्दै गयौँ भने चाहिँ हाम्रो एक्सप्रेसन आउँछ है त। सो हियर अब हामी के लेख्न सक्छौँ त भन्दाखेरि यो एमजी भनेको त आरसँग इक्वल हुन्छ है। सो एमजी इज इक्वल टु R1 प्लस R2 त्यो मैले लेखिदिएँ है। अब यसलाई हामी मानिदिउँ इक्वेसन 1। अनि ओके, अब हाम्रो यहाँनिर के भयो त भन्दाखेरि द फ्रिक्सनल फोर्स F1 F2 एक्टिङ इनवर्ड प्रोभाइड नेसेसरी सेन्ट्रिपिटल फोर्स है त। यता भनेको है यो भित्रतिर लाग्ने भनेको सेन्ट्रिपिटल फोर्स हो अनि यो दुईवटा चक्कामा बाडिएको मात्र हो है त। सो फोर्स चाहिँ लागिरहेछ है, फोर्स लागिरहेछ भित्रतिर तर त्यो चाहिँ दुईवटा चक्कामा बाडिरहेछ है त। सो F1 एन्ड F2 भयो है त। सो
फ्रिक्सनल फोर्स F1 एन्ड F2 एक्टिङ इनवर्ड प्रोभाइड नेसेसरी सेन्ट्रिपिटल फोर्स है। र त्यो भनेको के हो त, द्याट इज F1 प्लस F2 है त। यो दुइटा जोड्दा चाहिँ कति हुन्छ त भन्दाखेरि अब हामीले एक्सप्रेसन फर सेन्ट्रिपिटल फोर्स भनेर अलरेडी एउटा भिडियो बनाइसकेको छ है। त्यहाँबाट चाहिँ हामीलाई के थाहा हुन्छ त भन्दाखेरि सेन्ट्रिपिटल फोर्स चाहिँ एमबी स्क्वायर बाई आर हुन्छ है त, एमबी स्क्वायर बाई आर हुन्छ। सो अब एफ इजिकल्स टु एमबी स्क्वायर बाई आर हुन्छ, तर यहाँनिर एफ चाहिँ हाम्रो दुइटा चक्कामा डिभाइड भएको कारणले गर्दाखेरि F1 प्लस F2 इजिकल टु एमबी स्क्वायर बाई आर भयो है त। सो अब के गर्ने त भन्दा पहिला यसलाई हामी इक्वेसन 2 मानौँ है त। अब ओके, अब हाम्रो के छ त भन्दाखेरि इफ म्यू बी द कोएफिसिएन्ट अफ फ्रिक्सन बिट्विन रोड एन्ड टायर है त। यो टायर र रोडको बिचमा चाहिँ म्यू है त, म्यू चाहिँ कोएफिसिएन्ट अफ फ्रिक्सन छ भने है, अब हाम्रो एफ इजिकल्स टु म्यू R1 है, F1 इजिकल्स टु म्यू R1 भयो है त। त्यो चाहिँ अब हामीले डाइनामिक्समा पढेको है। सो यो हाम्रो एफ इजिकल्स टु म्यू R1 भयो अनि F2 इजिकल्स टु म्यू R2 भयो है त। सो अब F1 मा हामी यो भ्यालु हालिदिउँ, F2 मा हामी यो भ्यालु हालिदिउँ है त। सो अब हाम्रो यो एफको भ्यालु यहाँ हाल्दा कति हुन्छ त भन्दाखेरि यो इक्वेसनमा म्यू R1 प्लस म्यू R2 इजिकल टु एमबी स्क्वायर बाई आर भयो है त। सो यसलाई हामी इक्वेसन 3 मानौँ है त। सो अब हामी के गर्ने त भन्दाखेरि भर्खरै निकालेको इक्वेसनलाई चाहिँ इक्वेसन 1 ले डिभाइड गरिदिउँ है त। सो इक्वेसन 1 हाम्रो के थियो, एमजी इजिकल टु R1 प्लस R2 थियो है। सो एमजी इजिकल टु R1 प्लस R2 यो भनेको हाम्रो इक्वेसन 1 भयो र यसलाई हामीले इक्वेसन 3 लाई डिभाइड गरेको हो नि त होइन। सो इक्वेसन 3 हाम्रो के छ त भन्दाखेरि म्यू R1 प्लस म्यू R2 इजिकल टु एमबी स्क्वायर बाई आर थियो है त। सो अब यसलाई सल्भ गर्दा सो अब हामीले के गर्यौँ त भन्दाखेरि यहाँबाट हामीले म्यू कमन लियौँ, R1 प्लस R2 डिभाइडेड बाई अब यो हाम्रो एज इट इज R1 प्लस R2 त्यसरी एमबी स्क्वायर बाई यसलाई हामी के लेख्न पाउँछौँ त आर इन्टु एमजी लेख्न पाउँछौँ है त। सो एमएम हाम्रो काट्यो अनि अब हामी यसलाई फर्दर गर्दाखेरि अनि यो R1 प्लस R2 पनि काट्यो है त। सो म्यू इज इक्वल टु भी स्क्वायर डिभाइडेड बाई आरजी भयो है त। अनि हाम्रो अब और भी स्क्वायर इज इक्वल टु म्यू इन्टु आर इन्टु जी भयो। त्यसै गरी भी एलोन हाम्रो कति भयो त रुट अन्डर म्यू आर जी, यो भनेको हाम्रो एक्सप्रेसन भयो है त। सो हामीलाई चाहिने भनेको चाहिँ यही भ्यालोसिटी हो है त। सो यही हाम्रो रिक्वायर्ड एक्सप्रेसन हो है त। सो थ्याङ्क यू सो मच फर वाचिङ एन्ड प्लिज सब्सक्राइब द च्यानल फर मोर भिडियोज है त।